प्रिय, बाइबलको प्रार्थनाको बारेमा म तपाईँलाई भन्न गइरहेको छु। अयुबको प्रार्थनालाई हामी हेर्न गइरहेका छौँ। अयुबले भन्दैछन्, मबाट कति अधर्मको काम अनि पाप भइरहेका छन्। हुनसक्छ ममा त्यस्तो पाप जसलाई मैले स्वीकार गरेको छैन, जुन गल्तीलाई मैले छोडेको छु। सायद हुन सक्छ प्रभु मेरो अपराध र पापलाई देखाइदिनुहोस्। यो एउटा चरित्र हो। दोस्रो चरित्र जसलाई तपाईँ जान्नुहुन्छ, गल्ती गरे, पापको निम्ति बिउ रोपे, त्यो बिउ बढेर आए, समाचार आयो, म तिमीद्वारा गर्भवती भएका छन्। तबदेखि त्यो व्यक्ति कुन तरिकाले आरोप लगाइरहेका छन् उसबाट बच्नु छ र त्यसलाई कसरी लुकाउने भने पापलाई लुकाउन नै कोसिस गरे, तर पापको बारेमा पश्चाताप गर्ने कोसिस गरेन। आज हाम्रो बीच कोही हुनुहुन्छ, पाप गर्दै नै रहे, पापलाई लुकाउनेहरू। सावधान, गरिएको पापलाई लुकाउन कोसिस गरेपछि त्यसबाट कुनै भलाइ हुँदैन। गरेको पापलाई मानिलिए राम्रो। प्रिय, एक महलमा चोर पसे। एउटा घर कसैको ठुला भाडाको घर उसले देखे। चोर पछाडिबाट भित्र छिरे। श्रीमान श्रीमती सबै सुतिरहे। बिस्तारै गएर दराज खोले। आवाज सुनेर श्रीमान श्रीमती उठे। चोरले भने, करायो भने मारिदिन्छु। यो बीचमा त्यही महलमा पुलिसहरू ढोका खुल्लै रहेको देखे। के भएको रहेछ, यहाँ त ढोका खुल्ला रहेछ। आवाज सुनेको देखेर भित्र गएर उनीहरू भने, को छ यहाँ? यसरी उनीहरूले भने। त्यो घरको मालिक आएर भने, हजुर भन्नुहोस् के छ? भित्रबाट केही आवाज सुनिरहेको छ, कुरा गरेको के भएको छ भित्र? भनेपछि, होइन केही पनि छैन, यहाँ केही भइएको छैन। हामीले त बाहिर केही आवाज सुने, कोही कुरा गरेको सुने। के भएको छ भन? होइन केही भएको छैन, आवाज त केही आवाज छैन। केही होइन श्रीमान, दुई चोरहरू यहाँ आएको छ, उनीहरूलाई पक्रन आएको। तिमीले देख्यो भने भन्नु। हुन्छ, जरुर देख्यो भने भन्नुहोला, फोनबाट भन्ने छु। ठिक छ, सावधान रहनु। हुन्छ, सावधान रहन्छु। पुलिसहरू गए अनि ढोका बन्द गरिदिए। अब उसलाई के भन्ने हो भन्नुहोस्। के भन्ने भन्नुहोस्। पुलिसहरू आएपछि के भन्नु पर्थ्यो? पक्राउनु पर्थ्यो। समयमै आउनुभयो तपाईँ। घरभित्र खतरा थियो। जुन चोरहरू भित्र पसेको छ उनीहरूले लुट्न गइरहेको छ। चोर जब घरभित्र पसेर आयो, त्यही समयमा चोरलाई पक्रेर दण्ड दिने पुलिसहरू पनि आए। तब उनीहरूले के गर्नु पर्थ्यो? घरभित्र लुकेको चोरहरूलाई सुम्पनु पर्थ्यो। यसरी नसुम्पिकन पुलिसहरू आइरहेछ भनेर ती चोरहरूलाई भित्र लुको भनेर भन्न थाले। तिमी यहाँ छुप र म म्यानेज गर्छु भने उनीहरूलाई एउटा कोठामा बन्द गरे। बाहिर आएर केही भएको छैन भन्दा ऊ पागल भन्छ कि भन्दैन? तपाईँ नै भन्नुहोस्। हामी मध्ये कतिजना यस्तै गर्छौँ, जसले हामीलाई नोक्सान गर्छ, हाम्रो शरीरमा रोगहरू ल्याउँछ, जसले हाम्रो आत्मिकता बिगार्छ, हाम्रो परिश्रमको प्रतिफल हामीलाई मिल्न दिँदैन, जसले हामीलाई सफल हुन दिँदैन, जसले उन्नति गर्न दिँदैन, अनि जसले आनन्दलाई अनि आशिषलाई अनुभव गर्न दिँदैन। यस्तो पाप हाम्रो जीवनमा कदम राख्दछ र हाम्रो परिवारमा कदम राख्दछ, हाम्रो बच्चाहरूको जीवनमा कदम राख्दछ। हामीले के गर्नु पर्थ्यो? त्यसलाई हामीले लुकाउनु पर्छ या प्रभुको हातमा सुम्पनु? बोल्नुहोस्। प्रिय, दाउदले यही गरे, लुकाइरहे। 1 महिना होइन, 2 महिना होइन, 3 महिना होइन, 4 महिना होइन, 5 महिना होइन, 6 महिना होइन, 7 महिना, 8 महिना, प्रिय 9 महिना लुकाएर राखे। पश्चाताप गर्दै गरेन। पाप गरेर पनि पश्चाताप गरेन। प्रिय, अयुब पाप नगरिकन प्रश्न गर्दैछन्। अयुबले पाप गरेन। परमेश्वरसँग भन्दैछन्, के प्रभु, मेरो अधर्म, मेरो पाप कति छ? जसले पाप गरेको छैन ऊ सोध्दैछन्, तर जसले पाप गरेको छ ऊ पश्चाताप गरेको छैन। आज हाम्रो बीच कोही हुनुहुन्छ, तपाईँ गल्ती गर्दैछौ,
जान बुझिकन पाप गर्दैछौ, तपाईँको पाप तपाईँ जान्नुहुन्छ, तपाईँ जो गल्ती गर्नुभयो त्यो जान्नुहुन्छ, तैपनि तपाईँ पश्चाताप नगरी डर बिना पाप गर्दैछौ, लगातार गरिरहनु भएको छ। कतिपल्ट प्रभु आएर तपाईँको जीवनमा घुसेको, तपाईँको परिवारमा घुसेको, तपाईँको क्यारेक्टरमा घुसेको, तपाईँमा घुसेको तपाईँलाई नाश गर्ने पापमय चोरलाई पक्र्नु पर्छ। ती चोरहरूको हातबाट तपाईँलाई छुटाउनु छ। धेरैचोटि परमेश्वर कोसिस गर्नुभयो, तर तपाईँ के गर्नुभयो? हरेक चोटि लुकाइरहनु भयो। मानेर त्यसलाई छोडिदिनुको सट्टामा लुकाउन नै कोसिस गरे। फलस्वरूप आज तपाईँको जीवनमा नमेटिने कष्ट, भयानक तकलिफहरू ओइरिरहेको छ। यो सत्य हो कि होइन एकपल्ट सोच्नु। दाउदले पश्चाताप गरेन, पाप गरेर पनि पश्चाताप गर्दै गरेन। अयुबले पाप गरेन तर प्रश्न गर्दैछन्। प्रिय, के को लागि अयुब निर्दोष व्यक्ति थियो, सोझो थियो, परमप्रभुको भय मान्ने, खराबीलाई घृणा गर्ने हुनुहुन्थ्यो। ऊ जस्तो यस धरतीमा अरू कोही थिएन। किन यो साक्षी मिल्यो? पाप गरेन तैपनि सोध्दैछन्, पिता ममा कुनै पाप छ कि? प्रिय, तपाईँ निर्दोष जीवन जिउन चाहनुहुन्छ, धार्मिकताको जीवन जिउन चाहनुहुन्छ, तब समय समयमा हामीले यस्तो प्रार्थना गर्नुपर्छ। दोस्रो, पाप गरेर पनि पश्चाताप गरेको छैन, यस्तो व्यक्ति कोही हुनुहुन्छ? पाप गरेर पनि भय बिना नै पाप गरिरहने, पश्चाताप नगर्ने कोही हुनुहुन्छ? तब सावधान, तपाईँ डर बिना नै पाप गरिरहने अनि पापको निम्ति पश्चाताप गर्नुहुन भने के हुन्छ? खतरा भइसके तापनि ध्यान दिएको छैन, पाप गरे तापनि पश्चाताप गरेको छैन, पाप नगरे तापनि विलाप गर्दैछन्। यी तीनजनामा तपाईँ को हुनुहुन्छ? आउनुहोस् प्रार्थना गरौँ। पवित्र पिता परमेश्वर, अयुबले कुनै पाप गरेन, उसमाथि विपत्ति आयो। उसले सोचे परमेश्वरले मारे तापनि म आफ्नो निर्दोषलाई छोड्ने छैन। यो हो आत्मिकता। फलस्वरूप दोब्बर आशिषलाई उसले पाए। पाप गरे तापनि पश्चाताप नगरिकन, विलाप नगरिकन, प्रार्थना नगरिकन लापरवाही गर्ने दाउदले भयानक दण्ड भोग्नु पर्यो। मर्ने बेलासम्म त्यो दण्ड उसलाई पछ्याइरह्यो। चिठी हालेर उसको नाम प्रकट हुने बेलासम्म डर बिना नै बसिरहेको थियो योना। फलस्वरूप सङ्कटमा पर्यो, समुद्रमा उसलाई फ्याँक्नु पर्यो। के यसको आवश्यकता थियो र? निर्दोषतामा जिउन नै तपाईँले हामीलाई बोलाउनु भयो, पवित्र जीवन जिउन नै तपाईँलाई हामीलाई बोलाउनु भयो। मानिसहरूले हामीमा तपाईँ देख्न सकौँ, तपाईँ हामीलाई बोलाउनु भयो। यस्तो बोलावटलाई पाएको हामी तपाईँको विरुद्धमा जिएपछि कस्तो? पापको दागका साथ, गन्दी जीवन साथ हामी आफैले आफैलाई मिलाएपछि कसरी हुन्छ? पिता, धार्मिकतालाई भुलेर, निर्दोषतालाई छोडेर जो पापमा भुलेको छ, यस्तो व्यक्तिहरूलाई यस समय पिता सुधारेर फेरि पनि तपाईँको गवाई बनाउनुहोस् पिता। कोही पनि नाश नहोस्, कोही पनि तपाईँबाट टाढा नहोस्। कुनै पनि व्यक्ति पापको दलदलमा फस्नु हुँदैन पिता। हरेक परिवारको पिता रक्षा गर्नुहोस्। येशू प्रभुको नाममा यस प्रार्थनालाई माग्दछु पिता, आमिन।